रविजीले चाहिँ अब भ्रष्टाचारीका घरमा बुलडोजर लगाइदिने हो भनेको पनि मैले वास्तवमा सुने। अनि बालेनजीले उता पश्चिमतिर गएर बाँकी रह्यो कि डोजर लगाउन बाँकी रह्यो कि बेटाको सामान लुटपाट गरेर कुद्न बाँकी रह्यो कि काम नगर्ने भ्रष्टाचारीलाई रुखमा बाँधेर ठिक पार्ने भन्ने कुरा पनि भएको छ। ठेकेदारबाट जसले त्यो काम ढिला गर्छ नि त्यसलाई बाँधेर टाट पल्टाइदिने काम गर्ने भन्ने हुन्छ। त्यस्तै मान्छे हो। पाए भने मान्छेलाई रुखमा बाँध्छन्। अस्ति नै एकपल्ट भनेको थियो नाका ढाडीमा हात दिनुपर्छ भनेर बाँधिदिन्छु भनेर नाका ढाडीमा हात दिन्छ। पाए भने घर चलाइदिन्छन्। त्यो त देखिएकै छ त। जेल तोडेर भाग्छन्। अपराध रोक्यो नि जेल तोडेर भाग। तपाईँहरूले पनि पाएसम्म गृहमन्त्री बनाइदिनुहुन्छ, उप प्रधानमन्त्री केही बनाइदिनुहुन्छ। नगरेको बेला सत्य होला भनेर मैले बनाइदिएँ। त्यति बेला त मुद्दा सुद्धा लागेको थिएन। अपराधी भन्ने त थाहा थिएन। सकेसम्म संसदीय समिति नबनाऊ, यो लफडामा नलागाउँ त भनिरहनु भएको थियो त फेरि। होइन, जोगाउन होइन, बचाउन त खोजिरहनु भएको जोगाउन होइन। यस्तो कुरामा खासमा विभिन्न समितिहरू छन्, अख्तियार छ, सबै कुरा छ, प्रहरी छ, छानबिन अध्ययन अनुसन्धान गर्ने, अरू निकाय छन्, सम्पत्ति शुद्धिकरण निवारण समिति छ, तिनीहरू छन् नि त कारवाही गर्ने निकाय। अनि संसद कानुन बनाउने कुरा छोडेर अनि विभिन्न छानबिन गर्ने चाहिँ तमासा गर्ने कुरातिर धेरै लाग्ने हुँदैन। यो संसदीय समितिले गर्नुपर्ने विषय नै हो। त्यस कारण म त्यो अहिले पनि भन्छु त्यो आवश्यक थियो। अब फेरि केही जनताको कुरा सुन्छु, मैले सुनेको छु। फेरि सबै जनता भनेको छैन है, मलाई प्रश्न हान्नु होला। सबैको भनेको छैन। मैले कुरा गरेका केही जनताले के भने यिनीहरूले 35 वर्ष खाना हुने, नयाँले 5 वर्ष खाना नहुने खाउन्, खाएछन् भने फेरि चेन्ज गरिदिन्छौँ भन्ने फेरि कसले खायो? तपाईँहरूले 5 वर्ष देश लुट्नु पर्यो। अनि मुद्दा लाग्दा 3 करोड धरौटी भनेर अदालतले भन्ने बित्तिकै 3 करोड खतरक गरेर राख्ने पैसा कहाँबाट आयो? मसँग धरौटी राख भन्ने हो भने 10 रुपियाँ हुँदैन। कहाँबाट हुन्छ? केपी ओलीजीले 10 रुपियाँको समस्या छ। समस्या छैन। यत्रो सारा देश चलाएको छ, व्यापारी चलाउँछ, तस्कर चलाउँछ, भ्रष्टाचारी पाल्ने उसै हो, भ्रष्टाचारीलाई जोगाउने उयो हो, कालो धन लुकाउनेलाई जोगाउँछ भन्दा तपाईँमाथि त्यत्रो त्यसरी झम्टिए 324मा सब बिगार्ने ओली हो भन्ने छ अहिले। हामीले देश बनाएको देखेर, बाटाघाटा बनाएको देखेर, पुल बनाएको देखेर, विद्यालय बनाएको देखेर, कलेज बनाएको देखेर, एयरपोर्ट बनाएको देखेर, रङ्गशालाहरू बनाएको देखेर, क्रिकेट मैदान बनाएको भनेको समयमा क्रिकेट मैदान बनाएर देखाएको